हेलो साथीहरू नमस्कार। म कृष्ण कुमार वाग्ले फेरि पनि हजुर समक्ष उपस्थित भइसकेको छु। एआई भिडियो कसरी बनाउने भनेर मैले अघिल्लो भिडियोमा हजुरहरूलाई सिकाएको थिएँ। फेरि पनि यो एआई भिडियो बनाउने तरिकाहरू मेथडहरू धेरै हुन्छन्, वेबसाइटहरू धेरै हुन्छन्। त्यसमध्येको मैले पहिला एउटा सिकाइसकेको छु हजुरहरूलाई र फेरि पनि अर्को भिडियो लिएर आएको छु एआई भिडियो कसरी बनाउने भनेर। साथीहरू, यो एआई भिडियो बनाउन मैले एकदम स्टेप बाई स्टेप सिकाउन गइरहेको छु। हजुरहरू स्किप नगरी पुरा भिडियो हेरिदिनु होला र भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट पनि लेख्न नभुल्नु होला र आरके भ्लगलाई लाइक, सब्सक्राइब र सेयर गर्न पनि नभुल्नु होला है त। अब ढिला नगरी भिडियोतर्फै लागौँ। साथीहरू, हजुरहरूले देखिराख्नु भएको छ मेरो स्क्रिन सेयर भइरहेको होला। स्क्रिन सेयर गरी म हजुरहरूलाई भिडियो कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। कृपया एकदम ध्यान दिएर हेर्नु होला। फर्स्ट अफ अल हामीले प्ले स्टोरमा गएर च्याट जिपिटी डाउनलोड गर्नुपर्ने हुन्छ। फर्स्ट अफ अल च्याट जिपिटी डाउनलोड गर्नुपर्ने हुन्छ। मैले पहिले नै डाउनलोड गरेको छु, मैले ओपनै गरेँ। अलरेडी मैले डाउनलोड गरिसकेको छु। अनि यहाँ गएर हजुरहरूले एउटा स्टोरी क्रिएट गर्नुपर्ने हुन्छ यहाँ, होइन। हजुरहरूले आफूलाई कस्तो खालको भिडियो बनाउन लागेको छु, होइन, त्यही अनुसारको स्टोरी गराउनु पर्ने हुन्छ। मैले यहाँ एउटा स्टोरी, मैले त धेरै स्टोरी बनाइसकेको छु पहिले नै। अब एउटा स्टोरी यहाँ बनाउनुहोस्, जस्तो केही क्रिएसन गर्नुहोस्। मलाई स्टोरी जो SHORTVIDEO को LAGI लागि जुन 60 SECOND को होस् र सेकेन्डको होस् र नेपालीमा एउटा लेखिदिनु होला। कस्तो खालको भिडियो बनाउन मन लाग्छ हजुरलाई, जस्तो खालको बनाउन मन लाग्छ त्यस्तै खालको भिडियो हजुरहरूले सोचेर लेख्न सक्नुहुन्छ। अब तपाईँहरूलाई यो स्टोरी मन परेन भने तपाईँहरूले अर्को स्टोरी लेखिदिनु होला। उसले फेरि अर्को स्टोरी लेखेर पठाइदिन्छ। यहाँ लेखेर पठाएको छ, सानो गाउँको एक केटो, विकास खुट्टामा चप्पल थिएन तर आँखामा सपना थियो। बिहान बेलुका उसले ढुङ्गा बोक्थ्यो, साँझ चाहिँ मोबाइलको स्क्रिनमा फुटबल हेर्थ्यो। सबै भन्थे गरिबको छोरा सपना देखेर के फाइदा। विकास मुस्कुराउँथ्यो, मनै भन्थ्यो एक दिन देखाइदिन्छु। कति राम्रो स्टोरी लेखेर पठाइराखेको छ। अहिले के गर्नुपर्ने हुन्छ भने गुगलमा जानु होला। गुगलमा गएर यहाँ म्याजिक लाइट भन्ने एउटा एआई सफ्टवेयर छ, उसलाई चाहिँ ओपन गर्नु होला, होइन। ओपन गर्नु होला। ओपन गरिसकेपछि फर्स्ट अफ अल हजुरहरूले यसलाई चाहिँ लगइन गर्नुपर्ने हुन्छ। एउटा आइडीबाट लगइन गर्नु होला, होइन। पहिला जानु होला, आइडीमा जानु होला अनि लगइन गर्नु होला। लगइन चाहिँ गुगलबाटै गर्नु होला। गुगलबाट लगइन गर्दाखेरि राम्रो हुन्छ। मैले एउटाबाट लगइन गर्छु। अब कन्टिन्यू गरिदिनु होला। कन्टिन्यू गरिसकेपछि हजुरहरूको लगइन भयो। अब हजुरहरू पनि यस्तै गरेर लगइन गर्नु होला। अब यहाँ लेख्यो सक्सेसफुल भन्यो, लगइन भइसकेको छ। अब लगइन भइसक्यो। लगइन भइसकेपछि एकदम स्किप नगरी हेर्नु होला साथीहरू। स्किप गऱ्यो भनेपछि भिडियो बनाउन अलिक गाह्रो हुन्छ। म हजुरहरूलाई स्टेप बाई स्टेप सिकाउन गइरहेको छु। साथीहरू, हजुरहरूले ओपन गरिसक्नु भएको होला म्याजिक लाइट भन्ने एप्लिकेसन। अब यसपछि हामीहरूले के गर्छौँ भन्दा यसपछि हामीहरू अब क्रिएट स्टोरी टु भिडियो भनेर लेखेको छ, यसमा क्लिक गर्छौँ। क्रिएटको अप्सन आउँछ, होइन। क्रिएटको अप्सन आइसकेपछि हामीहरूले यहाँ के गर्छौँ भन्दा यस्तो खालको आउँछ।
यसमा चाहिँ एक्जाम्पल टेक्स्ट भनेर लेखेको छ। यसमा हामीहरूले के गर्छौँ भन्दा च्याट जिपिटीमा अघि बनाएको स्टोरी छ, हजुरहरूले धेरै स्टोरी बनाउनु होला। अब यो सानो गाउँको एउटा केटो विकास खुट्टामा चप्पल, यसलाई हामीले पुरै सिलेक्ट गर्छौँ, सिलेक्ट गरेर कपी गर्छौँ। कपी गरिसकेपछि हामीले यो स्क्रिप्टलाई यहाँ लगेर पेस्ट गरिदिन्छौँ। पेस्ट गरिसकेपछि त्यसपछि अब यहाँ सेटिङ मिलाउनु पर्ने हुन्छ। ल्यान्डस्केप र पोर्ट्रेट भनेर लेखेको छ, पोर्ट्रेटमा क्लिक गर्नु होला। तपाईहरुले थ्री डटमा जानु होला, यहाँ साइडमा थ्री डट हुन्छ, थ्री डटमा गएर डिस्टर्ब मोडमा राख्नु होला हैन। डिस्टर्ब मोडमा राखिसक्यो भने अनि यहाँ ल्याङ्ग्वेज आउँछ तलतिरपट्टि, पोर्ट्रेटमा राखिसक्नुभयो। पोर्ट्रेटमा राखिसकेपछि तपाईहरुले अब ल्याङ्ग्वेजहरु त धेरै हुन्छ, अब यहाँ हिन्दी चुज गर्नु होला। हिन्दी चुज गरिसकेपछि तपाईहरुको यहाँ च्याट जिपिटी यसलाई चुज गर्नु होला। अनि अरु सबै भइसक्यो। अब भइसकेपछि तपाईहरुले यहाँ कस्तो खालको भिडियो बनाउने हो त, यो खालको ट्याक्क चुज गर्नु होला। जस्तो तपाईहरु 3D मा बनाउन चाहनुहुन्छ, कस्तो खालको भिडियो बनाउँदाखेरि भाइरल होला त भनेर। अहिले चाहिँ अब म चाहिँ एउटा यो एनिमल्स वाला नै म एउटा राख्दै, जुन राखे पनि यो डेमोको लागि हो, त्यही भएर एउटा न यो वाला राख्दै मैले, यसलाई राखिदिनु होला। अनि त्यसपछि स्टप साइज, अब यो स्पेस सानो हुन्छ त्यो भएर मान्दैन। अब यहाँ यो नेक्स्ट भन्ने बटन आउँछ, नेक्स्टमा क्लिक गरिदिनु होला। नेक्स्टमा क्लिक गरिसक्यो हजुरको त्यो सबै स्क्रिप्ट नै यहाँ आउँछ। स्क्रिप्ट यहाँ आइसक्यो। अब के चेन्ज गर्नु छ भनेपछि योबाट चेन्ज गर्न सक्नुहुन्छ। मैले चाहिँ के चेन्ज गरिनँ, हजुरहरूले फेरि चेन्ज गर्न सक्नुहुन्छ। म चाहिँ नेक्स्ट बटनमा दाब्दै। अब नेक्स्टमा दाबिसकेपछि अब हाम्रो काम हुँदैछ, जेनेरेट गर्दैछ। उसले जेनेरेट गर्न अलिकति समय लाग्छ। एउटा स्टोरी थियो, स्टोरीलाई चाहिँ मैले अब कसरी भिडियो बनाउने भनेर सिकाउँदैछु। साथीहरु स्टेप बाइ स्टेप हेर्नु होला। काम हुँदैछ, नेक्स्ट गर्दै जानु होला। इमेज जेनेरेटिङ गर्दैछ, देख्न सक्नुहुन्छ हजुरहरु तल पर्सेन्ट जेनेरेटिङ 11-12 बनाउँदैछ। उसले हेरिराख्नु भएको छ, देखिराख्नु भएको छ होला। एउटा दुईटा अब सबै रेडी भइसक्यो हाम्रो। हामीसँग अब इमेजहरु सबै आइसक्यो। अब यसलाई चाहिँ हामी भिडियोमा कन्भर्ट गर्छौं। उसले यस्तो खालको बनाउने हो भनेको छ। अब यो एनिमेटेड टाइपको, म चाहिँ डोन्ट रिमाइन्ड अगेन भन्छु, नेक्स्ट गरिदिन्छु। अब म चाहिँ जेनेरेट गर्ने है त। अब हामीलाई सर्ट भिडियोको लागि 9.16 यो 3.4 काम लाग्दैन। यो हो स्ट्यान्डर्ड क्वालिटी 720 ठिक छ। ओके गर्ने मैले, ओके गरिसकेपछि अब भिडियो जेनेरेटिङ हुँदैछ। त्यो फोटो बनेको थियो अगाडि, फोटोबाट अब हामीले पहिला फोटो बनाइदिन्छ, फोटोबाट चाहिँ भिडियो बनाउने हो। अब फोटोबाट भिडियो जेनेरेट हुँदैछ, हेर्नु होला ध्यान दिएर। एकछिन वेट गर्नुपर्ने हुन्छ, थोरै समय लाग्छ। भिडियो जेनेरेट भइसक्यो। अब देख्न सक्नुहुन्छ भिडियो आइसकेको छ। अब यही स्टोरी अनुसारको भिडियो आउँछ। एक छोटे से गांव का लड़का विकास, जिसके पैर चप्पल नहीं पर और आंखों में सपना था पत्थर धोते हुए, उसके फुटबल का सपना देखा था। यहीको भिडियो। अब यो स्टोरीहरु हजुरले के गर्नु होला भन्दा अलि लामो खालको, अलि राम्रो खालको स्टोरीहरु बनाउनु होला। अनि त्यो बनाएर यसमा राखिदिनु होला। अब मैले यहाँ डाउनलोड भिडियो भनेर डाउनलोड गर्ने। डाउनलोड भइसकेपछि यसलाई हामीले हेर्न सक्छौं। ओपन गरे मैले, ल हेर्नु होला। सानो गांव का एक लड़का विकास, पैरों में चप्पल नहीं थे लेकिन आंखों में सपना था।
सुबह शाम वह पत्थर ढोता था, शाम को मोबाइल की स्क्रीन पर फुटबॉल देखता था। सब कहते थे, गरीब का बेटा, सपना देखकर क्या फायदा। विकास मुस्कुराता था, मन ही मन कहता था, एक दिन दिखा दूंगा। एक दिन गांव में प्रतियोगिता आई, नंगे पैर मैदान में उतरा विकास। सब हंसे, लेकिन जब उसने गोल किया, मैदान तालियों से गूंज उठा। उस दिन विकास ने जीता ही नहीं, उसने प्रमाणित किया, सपने जूते से नहीं, हिम्मत से पूरे होते हैं। यसरी भिडियो बनाएर दिन्छ। हजुरहरूले थाहा पाइसक्नुभयो होला, यो भिडियो बनाएर देखाइसकेँ मैले हजुरहरूलाई। एकदम राम्रो क्वालिटीको भिडियो बनाएर दिइसकेको छ एआईले। अब यसै गरी हजुरहरूले पनि एकदम राम्रो राम्रो स्टोरीहरू सर्च गर्नु होला। च्याटजिपिटीमा सर्च गर्दाखेरि एउटा राम्रो स्टोरी लेखेर दे भन्ने हो भने च्याटजिपिटीले अटोमेटिकली स्टोरी लेखेर दिन्छ। स्टोरीलाई चाहिँ यही तरिकाले तपाईँहरूले भिडियो बनाएर युट्युबमा टिकटकमा पोस्ट गर्न सक्नुहुन्छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा दिन नभुल्नु होला। यस्तै यस्तै भिडियो लिएर आउनेछु। आरके ब्लगलाई लाइक सब्सक्राइब एन्ड सेयर गर्न पनि नबिर्सिनु होला। हजुरहरूको साथ सपोर्ट र मायाका साथ म आगामी दिनमा यस्तै यस्तै भिडियोहरू लिएर आउने नै छु। हस्, धन्यवाद।